एक दिन जंगलमा जेम्स नामको सानो जेब्राको बच्चा रमाउँदै घुमिरहेको थियो। ऊ रंगीन फूलहरू हेर्दै चरा र पुतलीसँग खेल्दै खुसी थियो। अचानक परबाट कराउँदै गरेको आवाज आयो। जेम्स दगुर्दै त्यता पुग्यो र देख्यो एली नामको हात्तीको बच्चा खोलाको छिटो बग्ने पानीमा फसेर तैरिन खोज्दै थियो, तर थकित भइसकेको थियो। जेम्सले एक सेकेन्ड पनि नसोची आफ्नो बलियो खुट्टाले एलीको अगाडिको खुट्टा समात्यो र जोडले तान्यो। बल्ल एली किनारमा आइपुग्यो, पानी चुहाउँदै सास फेर्दै। दुवैजनाले एक अर्कालाई हेरे र मुस्कुराए। तिमी मेरो ज्यान बचायो, एलीले भन्यो। अबदेखि हामी सधैँ सँगै, जेम्सले खुसीले हाँस्दै भन्यो। त्यसपछि उनीहरू सँगै खेल्न, दौडन र जंगल घुम्न थाले। तर अचानक आकाश कालो भयो, बादल गर्जियो र ठूलो आँधी सुरु भयो। रुखहरू हल्लिए, पातहरू उड्न थाले। जेम्स डरले काम्दै भाग्न खोज्यो, तर हावा र वर्षाले उसलाई लडायो। त्यही बेला एलीले आफ्नो लामो बलियो सुँडले जेम्सलाई बेरेर उठायो र एउटा ठूलो पुरानो रुखको गुफामा सुरक्षित पुर्यायो। आँधी सकिएपछि मात्र दुवै बाहिर निस्के। जेम्सले एलीलाई अंगालो हालेर भन्यो, तिमीले पनि मेरो ज्यान बचायो। एलीले मुस्कुराउँदै भन्यो, साँचो साथीले यस्तै गर्छन्। त्यस दिनदेखि जेम्स र एलीले सिके, साँचो मित्रता भनेको संकटमा एकअर्काको सहयोग गर्नु र साहस देखाउनु हो। उनीहरू सधैँ सँगै रहे र जंगलका सबै जनावरले उनीहरूको मित्रताको कथा सुनाउँथे।